हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। सबैलाई गुड आफ्टरनुन। अनि हिजोको भिडियोमा यहाँ आज पनि आइसकेको छु। म चाहिँ पहिलाको भिडियो जस्तै यो पनि भिडियो मन पराइदिनु होला सबैले। अनि मेरो मम्मी चाहिँ दिदी घरबाट, मतलब आफ्नो मम्मीको घरबाट दाल लिएर आउनु भएको हुनुहुन्थ्यो। अनि दाल लिएर चाहिँ आइसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। दालको टुप्पो, डन्ठी, कालो दालको हेर्न सक्नुहुन्छ। अनि मेरो मम्मी चाहिँ अहिले गोबर बनाउनुहुन्छ, त्यो पनि तपाईलाई देखाउन सक्छु। Oh my God! Wow! अनि यो चाहिँ मेरो मम्मीको चाहिँ गोबरको पहाड हो। आधी भत्काइदिनु भएको छ, यहाँ बनाउनु भएको छ अनि आज पनि बनाउनुहुन्छ। पन्जालेर रेडी भएर बसेको छु साथीहरु। लोकेट मेरो दाउरा यस्तो दाउरा हुन्छ साथी हाम्रो। यो पहाडलाई कहिले सकाउन सक्छु होला म, थाहा छैन। यहाँ पनि छ। यो चाहिँ कहिले पनि सकाउन सक्नुहुँदैन है यो। अनि यो चाहिँ मेरो हौदा हो साथीहरु। तराईमा बस्ने साथीहरुले त सबैलाई चिन्नुहुन्छ होला यो हौदा हो भनेर। यो चाहिँ लामो गैठा हो साथीहरु, हिजो मैले बनाएको। यति अब भोलि भेटौँला गाइजहरु। बाई बाई।